नास्ता के बनाएर दिने होला भन्ने टेन्सन मलाई मात्रै हुन्छ कि हजुरहरूलाई पनि हुन्छ। आज चाहिँ मैले नानुलाई मामु छोरीको प्रोडक्ट मिलेट नुडल्स बनाएर दिन थालेको। यो नुडल्स चाहिँ मैले हाम्रो भैरवाको कोको किड्स कलेक्सनबाट लिएको हो। त्यहाँ हजुरहरूले मामु छोरीको सबै प्रोडक्टहरू पाउन सक्नुहुन्छ। मैले यो नुडल्स चाहिँ एकदम सिम्पल सादा तरिकाले नै बनाएको छु। मसँग धेरै भेजेसहरू चाहिँ थिएन, सो त्यसको लागि चाहिँ मैले प्याज, टमाटर र क्याप्सिकम मात्रै काटेँ र प्याजहरू फुराएर टमाटर गरेर त्यसमा चाहिने मसलामा पनि मैले नुन र बेसार मात्रै हालेको र धनियाँको धुलो, जिरा धनियाँको धुलो त्यति नै हालेर बनाएँ। नानु चाहिँ यहाँ वेट गरिरहेको छ कतिखेर पाक्छ अनि मैले खाने भनेर। मैले चाहिँ नुडल्सलाई चाहिँ पहिले नै बोइल गरेर राखिसकेको थिएँ र सबै भेजेसहरू हालेर चलाइसकेपछि मैले त्यसमा नुडल्सहरू पनि हालेँ र त्यसलाई मजाले मसलाहरू लाग्ने तरिकाले पकाएँ। नुडल्स पनि बनेर रेडी भयो। हेर्न सक्नुहुन्छ कति यम्मी मिठो देखिएको छ र नानुले पनि हेर्नु न कति मजाले खान्छ, आफै खान्छ। उसलाई पनि एकदमै मन पर्यो। उसले सबै खाइसकेको थियो, मजाले दिएको जति सबै तुरेको थियो र मैले पनि नानुसँगै त्यही नास्ता बनाएर नै खाएको थिएँ। मलाई पनि एकदमै मिठो लाग्यो। हेल्दी पनि छ यो र मिठो पनि छ। बच्चा बच्चीलाई बाहिरको चाउमिनहरू, मैदाको चिजहरू दिनुभन्दा बरु यो नै दिए ठिक लाग्यो मलाई चाहिँ। र प्राइस पनि एकदमै ठिक छ, धेरै महँगो पनि छैन।